आज चाहिँ हामी घरदेखि विराटनगरसम्म जाँदैछौँ है। अनि आज विराटनगरसम्मको ब्लग हुनेछ। अनि हाम्रोतिर चाहिँ अब बस अलिक ढिलो आउँछ क्या। अनि बस कुर्दैछु अहिले। घन्टामा एउटा बस चाहिँ आउँछ, कहिलेकाहीँ त्यो पनि आउँदैन होइन। अनि यो भान्जाको गर्लफ्रेन्ड भेट्न जाँदैछौँ। अनि अब बाइक साइक केही पनि छैन। अनि अब बस कुर्दैछु, बस पनि आउँदैन। के भन्नु, अब भान्जाको गर्लफ्रेन्ड भेट्न मामा पनि जाँदैछ। अब मामाले पनि मिलाइदिन्छ कि बा, व्यस्त छ अहिले भान्जा। भान्जा हिरो छ। अब भान्जाको काममा म पनि जाँदैछु। अब यसो भ्यालेन्टाइन डे आउँदैछ नि त। अब भ्यालेन्टाइन डेमा यसो अब 2-4वटा छोकरी अब यसो मिलाउनु पर्यो भनेर जान आँटेको। बसै आउँदैन। कुर्दा कुर्दा दिक्क भएको भइसक्यो। अब आउँछ कि बा। हामी अहिले बसमा छौँ अनि जाँदैछौँ विराटनगरसम्म। बस पनि ढिलो आयो आज। मान्छे पनि पछाडि पनि छैन। भान्जा चाहिँ जाउँ त्यसले। म चाहिँ यहाँ बसिरहेको छु है। अनि अब विराटनगरसम्म अब हेरौँ कति बजे पुगिन्छ। यो बाटोमा त जान निकै टाइम लाग्छ है। हामी जाँदैछौँ विराटनगर। फाइनल्ली हामी विराटनगरको पान्टाङ्गी भन्ने ठाउँमा आइपुग्यौँ होइन। अनि यहाँदेखि जब हामी हिँड्दै हिँड्दै जाँदैछौँ, यहाँ हिरो भान्जा मेरो पछाडि छ। कानमा इयरफोन लगाइरहेछ क्या, डक्टर हो नि त। इयरफोन लगाइरहेछ अनि चेक जाँच गरिरहेछ मोबाइलमा। ऊ डक्टर भान्जा हो होइन। अब म चाहिँ अब के भन्नु, म चाहिँ ल्याङफ्याङ हो, हाउडे मान्छे हो कि। मेरो कामै हुँदैन। म यस्तै हिँड्दैछु, अहिले जाँदैछु। अब यहाँदेखि चाहिँ सिधै बरगाछी निस्किन्छौँ। अब लास्ट परीक्षा बोर्ड आएको छौँ यहाँ। अब भान्जाको चाहिँ मेरो डक्टर भान्जाको चाहिँ सर्टिफिकेट झिक्नु पर्ने होइन। यो सर्टिफिकेट झिकेर चाहिँ हामी मासतिर लाग्छौँ। हामी अब परीक्षा बोर्डबाट पनि जाँदैछौँ होइन। हामीले पर राष्ट्रिय वाणिज्य ब्याङ्क होइन, त्यहाँ पैसा पनि बुझाइसक्यौँ, भाउचर पनि लिएर अब यहाँ डकुमेन्ट पनि सब्मिट गरिसक्यौँ। हेरौँ डक्टर भान्जाले के गर्ने हो। 12को सर्टिफिकेट अब फाइनल्ली अब 1 हप्तापछि फेरि आउनुपर्छ अरे झिक्नलाई। हामी चाहिँ अब यहाँदेखि अब उता महेन्द्र चोकसम्म जान्छौँ होइन। अब यसो भेटघाट गर्नु पऱ्यो नि त, घुमफिर गर्नु पऱ्यो होइन। यत्रो मेहनतले भान्जाले ल्याएको छ। अब भान्जाको इच्छा त अब पुरा गर्नु पऱ्यो। भर्खर सर्टिफिकेटको काम सल्ट्या छ होइन। अनि अब यहाँदेखि अब सिटी सफारी बस्दै जानुपर्छ है। हामी अब सिटी सफारी पनि चढिसक्यौँ होइन। अब जाँदैछौँ हाम्रो महेन्द्र चोकतिर। अब उता फाइनल्ली हाम्रो भेटघाट उता हुन्छ अरे क्या। एक्साइटेड छु अरे क्या। भान्जासँग म पनि एक्साइटेड छु। अब आउँछ नि त हेरौँ। जाँदैछु है। हामी अहिले बरगाछीदेखि निस्किसक्यौँ। अब महेन्द्र चोकसम्म जाँदैछौँ। हाम्रो अब भेटघाट पनि भइसक्यो होइन। भान्जा धेरै खुसी छ क्या भेट भएर होइन। पुरा गिफ्टहरू पाइरहेछ नि त। ब्याग पनि भरिरहेछ। अब भ्यालेन्टाइन डे स्पेसल चाहिँ अब भान्जाको छुट्टै हुने रहेछ। अब मेरो चाहिँ हुँदैन होइन। अनि अब भिडियो चाहिँ बनाउन मिल्दैन, भिडियोमा हेराउन चाहिँ मिल्दैन भनिसकेपछि चाहिँ अनि मैले चाहिँ त्यहाँ भिडियो रेकर्ड चाहिँ गरिनँ होइन। अनि हामी चाहिँ यता छेउमा यहाँ नजिकै दादाको घर छ। अनि हामी त्यहाँ जाँदैछौँ। अब यसो नास्ता गर्नु पऱ्यो नि त, पेट पूजाहरू गर्नु पऱ्यो, यसो टेङ्गी खाली गर्नु पऱ्यो अरे क्या। अनि जाँदैछौँ है। यहाँदेखि हिँडेर जस्ट अब त्यही 2 मिनट जति लाग्छ। वी आर इन विराटनगर है।